हेलो गाइज, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। सो गाइज, आज म जाँदैछु शपिङ गर्न। सो गाइज, दशैंको लागि शपिङ गर्न होइन, खास गरी मेरो लागि शपिङ गर्न होइन। सो गाइज, मैले चाहिँ बीचमा केही मन पर्यो भने म पनि ल्याइहाल्छु, त्यस्तो मेरो लागि भन्ने हुँदैन। सो गाइज, विशेष गरी चाहिँ म सुबिन्द्रको लागि शपिङ गर्न जाँदैछु। सो सुबिन्द्रको घरबाट चाहिँ पैसा आएको रहेछ होइन। सो गाइज, म चाहिँ बीचमा चाहिँ डिस्काउन्ट पर्सन हो कि, म जस्तो लिजेन्डरी मान्छे चाहिँ डिस्काउन्ट गर्न जानेको हुन्छ भनेर चाहिँ त्यसले लग्न लाग्छ। सो गाइज, के हुन्छ कस्तो हुन्छ, लेट्स गो फर शपिङ। सो गाइज, म चाहिँ घरबाट निस्किसकेँ होइन। सो सुबिन्द्र चाहिँ बाटोमा भेटिहाल्छ। सो यहाँनिर निक्लिनु पर्ने हो क्यारे, अहिलेसम्म निस्किएको छैन, निस्किहाल्यो अगाडि बाटोमा निस्किसक्यो सुबिन्द्र। सो गाइज, आज सुबिन्द्रको पैसा बवाल उडाउनुपर्छ है गाइज, दबाएर उडाउनुपर्छ सुबिन्द्रको पैसा आज। सो हेर्न सक्नुहुन्छ सुबी बाबु चाहिँ यहाँ अगाडि हेर्न सक्नुहुन्छ, हेन्सी ब्रदर हेर्न सक्नुहुन्छ, आइफोन, त्यसको आइफोन हेर्न सक्नुहुन्छ हातमा। यति एडभान्स यार, 2024 गएर यसले चाहिँ होइन यस्तो फोन चलाउँछ। सो गाइज, यो चाहिँ एकदमै नयाँ हो होइन, नयाँ के भन्छ मान्छे, एकदम ओल्ड जमानाको नयाँ मान्छे। सो गाइज, हेर्न सक्नुहुन्छ यहाँ सिटिजन ब्याङ्कमा चाहिँ एटिएमको पनि लाइन छ, पैसा निकाल्ने मान्छेको गुइचो। गजब रमाइलो छ यहाँ सिटिजन ब्याङ्कमा। सो गाइज, फाइनल्ली 1 घन्टाको लाइन पछि चाहिँ सिटिजन ब्याङ्कबाट यसले पैसा निकाल्यो। एकदम खुसी भइरहेछ सिटिजन ब्याङ्कदेखि, यो चाहिँ एकदमै खुसी। यति चाँडो पैसा निकाल्यो, 1 घन्टा लाग्यो एटिएमबाट पैसा निकाल्नु। हेलो मेरो दाइ, चिन्नुभयो कि नै? टिकटकमा देखिरहेको थिइस्? मलाई चाहिँ चिन्नुहुन्छ दाइले, अरू त यस्तै। त्यसलाई पनि ल्याएर त आएको मैले। अब यसलाई चाहिँ कपडा दबाएर किन आउनु पऱ्यो दाइ? कपडा छ त निकाल्नु भाइले, के छैन। यसलाई चाहिँ के कपडा चाहिन्छ भक्का बक्ला। आज यसले चाहिँ एटिएम खाएको थियो होइन, आज चाहिँ दोकान खाला जस्तो लागिरहेछ। हाम्रो चाहिँ यहाँ सुबीले चाहिँ पुरा दोकान खान लागिसक्यो है। यता पुरा यता यति धेरै कपडा निकालेको छ लग्नलाई, दसैँ सपिङ। सो दर्दनाक होला सपिङ के, आज एटिएमै खाली गरेको मान्छे हो, अनि यति त किन्नै पर्यो क्या। गाइज, यसले चाहिँ यो सर्ट लगाएको छ, सेतो सर्ट, सुहाएको छ कि छैन भनेर भ्लगमा सोधिरहेछ है। प्यान्ट सर्ट पनि हो है, खोइ प्यान्ट पनि राम्ररी देखाउँछु म तँलाई। यो चाहिँ प्यान्ट सर्ट लगाएको छ होइन, सुहा छ कि नै? सेतोमा कालो, सुहाउन त सुहा छ यार, तर सेतोमा अलि रातो भएको भए पर्फेक्ट हुन्थ्यो होला। सो गाइज, सबै सामान यसले चाहिँ प्याक गरेर रेडी गरिसक्यो। यहाँ चाहिँ यसको दिमाग खराब भइरहेछ भन्दैछ, पैसा हाल पेलेछ, सामान पेलेछ, दिमाग खराब भएछ मेरो भन्दैछ। फाइनल्ली गाइज, यसले चाहिँ सपिङ सकायो होइन, फाइनल्ली माइन्ड चाहिँ फ्रेस गर्यो यसले। पैसा दियो दाइले चाहिँ, पैसा जेबमा राखिसक्नुभयो। सो एकदमै राम्रो प्राइसमा चाहिँ दिनुभएको छ है दाइले। कस्तो लाग्यो प्राइस? ठिक लाग्यो है गाइस, एकदम राम्रो छ। सब्सक्राइब गरिदिनु होला मेरो भाइको च्यानललाई है। मेरो सबै के अरे
भाइको भ्युअर्सहरूलाई नयाँ भ्युअर्सहरूलाई मेरो भाइको च्यानल एकदम ग्रो अप गर्नु पर्यो। नेपाली के अरे नेपाली कमेडी भिडियो राम्रो बनाउँदो रहेछ भाइले, एकदम खुसी लाग्यो है, एकदम राम्रो लाग्यो भाइहरूको है, एकदम बेस्ट। सो गाइज यसले चाहिँ कपडा किनिसक्यो यहाँ पौडेल होइन दाइ, पौडेल फेन्सी स्टोरमा चाहिँ यहाँ अघि मैले बोर्डमा पनि हाल्दैछु होइन, त्यहाँ बोर्डमा नम्बर पनि होला होइन, त्यो चाहिँ हेरिदिनु होला। अनि त्यसपछि यसले कपडा किन्यो 2000 बराबरको डिस्काउन्ट भयो नि दाइ एमआरपीमा, एमआरपीमा 2000 को डिस्काउन्ट गरिदिनु भएछ दाइले। सो उता हुनुहुन्छ दाइ होइन। सो अब उहाँकै भाइको पसल यो साइडमा छ, त्यहाँ चाहिँ हामीहरू जुत्ता किन्न जान्छौँ। अघि चाहिँ त्यो बोर्ड पनि आएको थियो साइडमा है। गाइज फाइनल्ली चाहिँ जेएन सुज सेन्टरमा चाहिँ हामीहरू आइसकेका छौँ होइन। उहाँ दाइ हुनुहुन्छ यता, हामीहरूले चाहिँ जुत्ता चाहिँ 350 लगेका छौँ होइन। दाइ एउटा 350 उताबाट निकाल्दैन, 350 को चाहिँ यो हेर्न सक्नुहुन्छ होइन, एकदम बिल्ड क्वालिटी एकदम राम्रो छ, भित्रतिर हेर्न सक्नुहुन्छ झनै बवाल छ है 350 जुत्ता है। तपाईँले नेटमा सर्च गरेर आउन सक्नुहुन्छ, त्यहाँभन्दा बहुत राम्रो मूल्यमा चाहिँ बच्चाहरूको पनि पाउनुहुनेछ होइन, त्योभन्दा एकदम सुपर मूल्यमा पनि पाउनुहुनेछ गाइज होइन। यहाँ चाहिँ दाइले हामीहरूले चाहिँ 2 जोड लग्यौँ, सो सुरेन्द्रले 2 जोड लगेको छ होइन। तपाईँहरू चाहिँ यहाँ जेएन सु सेन्टर छ है गाइज यो पसलको नाम। सो गाइज उता दाइको पसलको साइडमा टक्का उता कपडा सपिङ गर्ने, यता चाहिँ जुत्ता सपिङ गर्ने दाइ भाइ हुनुहुन्छ। सो गाइज आउनु होला, भिजिट गर्नु होला है। सो गाइज यसले चाहिँ कपडा चाहिँ खतरा सपिङ गरेर आइसक्यो होइन, ब्याङ्कबाट जति पैसा निकालेको थियो सब डाउन गरिदिइसक्यो यसले। सो अब हामीहरू चाहिँ निक्लिँदैछौँ है, हेर्न सक्नुहुन्छ यहाँ यत्रो सामान मैले जिन्दगीमा किनेको थिएन यार, तर यसले एकै दिनमा साइट हानिदियो। यहाँ चाहिँ पसलमा चाहिँ टमाटर किन्न लाथ्यो यो, यहाँ चाहिँ 35 रुपियाँ पाउ दिनुभयो होइन। सो गाइज हेर्न सक्नुहुन्छ, सामान हेर्न सक्नुहुन्छ कति लगेको छ क्या यसले, लगेको सामान कति छ हेर्न सक्नुहुन्छ। आमामामामामा हो यत्रो सामान है, जिन्दगीमा नकिनेको सामान चाहिँ लगेर गयो है केटुले। ल गाइज त्यो चाहिँ रुमतिर गयो उता पल्लो घरमा, म चाहिँ आफ्नो घरतिर लागेँ है। मेरो घर चाहिँ यही हो है गाइज यार, यहाँ गेट सेट अफ छ, गेट खोल्नुपर्छ। सो गाइज होइन आज सुवेन्द्रले चाहिँ गजब दसैँको सपिङ हानिदिइसक्यो। सो मैले चाहिँ त्यस्तो सपिङ हान्न चाहिँ भ्याउँदैन है। सो हाम्रो कृष्ण दाई हुनुहुन्छ अगाडि, कृष्ण दाई केही भन्नु छ? नथिङ यार, उता आमा हुनुहुन्छ उता, केही भन्दैन यार 2 शब्द दाई लजाउनु भयो है, दाई लजाउनु भयो। गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ टोटल चाहिँ यसको सपिङ हो होइन, यो दसैँको होइन। सो गाइज हेर्न सक्नुहुन्छ पुरै कपडा छ कि गाइजहरू होइन, जुत्ता त पुरा A1 ब्रान्डेड जुत्ता हो कि यो ब्रान्डेड जुत्ता हो, सबभन्दा ब्रान्डेड जुत्ता, सबभन्दा महँगो जुत्ता यही हो है गाइज। यो भरिको सबभन्दा महँगो जुत्ता यही हो, 2टा जोड होइन। सो यो पनि दामी जुत्ता हो है गाइज, यो पनि ब्रान्डेड हो, हेर्न सक्नुहुन्छ कडा छ तर त्यसमा लाइट हालेको छ होइन। सो यो भित्र पनि 30,000 बराबरको छ क्या कपडा यो भित्र होइन गाइज, यस्तै हो कि कपडा चाहिँ बहुत गजब छ कि। सो गाइज हेर्न सक्नुहुन्छ यसको चाहिँ फुल दसैँ सपिङ चाहिँ यही हो गाइज। आजलाई भ्लग यति नै थियो होइन। उता हेर्न सक्नुहुन्छ हाम्रो कृष्ण दाई चाहिँ जान लागिसक्नुभयो होइन, गर्लफ्रेन्ड भेट्न जान लाग्नुभएको छ। यस्तै हो कि दाइले फेरि 4-5वटा गर्लफ्रेन्ड घुमाउनुहुन्छ कि त्यो स्कुटीको पछाडि, त्यो भएर गाइज होइन आजको भिडियो यति नै। सो गाइज भिडियो मन पऱ्यो लाइक गर्नुहोस्, अनि त्यसपछि सेयर गर्नुहोस्, अनि त्यसपछि सब्सक्राइब गर्नुहोस् है लास्टमा च्यानल।